हेलो गाइस, सबजनालाई चाहिँ नमस्ते होइन। हामी चाहिँ आफू बसेको ठाउँमा चाहिँ हिउँ नपरिसकेपछि चाहिँ अब छेस्सा हाम्रो चाहिँ यो चाहिँ फुलव्यास्टमीमा ट्याक्क बिदा मिलाएर चाहिँ हामी आज हिउँ खेल्नको लागि भनेर जेएमसी ग्रुप चाहिँ यो के अरे नागयाको चाहिँ सिराखावा भन्ने स्थानमा प्रस्थान गर्दैछौँ। हाम्रो चाहिँ बारबिकी सँगसँगै चाहिँ हाम्रो यो के अरे सांगीतिक कार्यक्रम पनि हुने हुनाले नागयामा हुने साथीहरू कोही हुनुहुन्छ भने चाहिँ जोडिन सक्नुहुन्छ। आज चाहिँ हामी चाहिँ बवाल गर्नेवाला छौँ। हाम्रो पछाडि देख्न सक्नुहुन्छ केटाहरू चाहिँ यहाँ सामानहरू लोड गरेर रेडी भइसकेका छौँ। त्यही भएर बवाल गर्नु पर्दैन गाइस है। हाम्रो चाहिँ यति बेला चाहिँ ब्रेक बस्ने टाइम भएको छ गाइस। बिस्तारी हिँड बिस्तारी घर हेर्ने होइन क्या ड्राइभर मुझ बाटो हेर्ने। तर बवाल छ यार, भ्युज बवाल छ हेर्नुहोस् गाइज होइन। भ्यू त कुरै नगरौँ यस्तो बवाल छ होइन। केटाहरू कहाँ गयो यताबाट यता देखाउनु पर्ने हुन्छ। कहिल्यै अब हिउँ खेल्न नपाएको। पहिला फुकुओका बस्यो, फुकुओकामा पनि खासै हिउँ परेन होइन। त्यसपछि अब यता ओसाका आयो, ओसाकामा नि हिउँ परेपछि चाहिँ फाइनल्ली हिउँ खेल्नको लागि भनेर चाहिँ यहाँ नागया यति टाढा गाडीमा लगभग 4-5 घन्टा आइसकेको छ। आज त बवाल गर्ने हो, दिने हो, बवाल दिने हो। फाइनल्ली गाइज हामी चाहिँ यहाँ हिउँ खेल्नको लागि आइसकेका छौँ। हेर्नुहोस् कि कस्तो होइन हिउँ परिरहेको छ, बोल्नै नसक्नु रहेछ। यहाँ त ज्याकेट लगाएर आउनुपर्ने रहेछ, गाडीमै छ ज्याकेट चाहिँ। अब यदि ओसाका नागया सिजुओका वरिपरि हुनुहुन्छ भने चाहिँ खासै धेरै टाढा छैन। गाडीमा लगभग 4 देखि 5 घन्टा हो। अझ हामी मेन प्लेसमा पुगेकै छैन क्या। यो त भर्खरको यो के भन्छ यो सुरुवात हो क्या। मेन अब त्यो भ्यू पोइन्ट त अझ बवाल हुनुवाला छ। मोबाइलै नसमात्न सक्ने अझै भित्र जानुपर्ने हुन्छ यार, नत्र म त ढल्न पनि सक्छु यार गाइस। त्यो म भित्र जान्छु है। भनेको यहीँ हिँडेर यहीँ फर्किने। हाम्रो केटाहरूले चाहिँ बहुत बिजोग तरिकाले खाँदैछन् खाना, देख्न सक्नुहुन्छ। गम कि गम। अब चाहिँ हामी होइन गाइस सिधै मेन भ्यू पोइन्टमा जाँदैछौँ। यहाँकोलाई चाहिँ बिट मार्दै अब चाहिँ हाम्रो देख्न सक्नुहुन्छ त्यहाँपट्टि हाम्रो ड्राइभर केटाहरू, त्यहाँपट्टि हाम्रो गाडी। तर बसिहाल्नुपर्छ, अबको भ्यू बवाल छ। भिडियोलाई पुरै रातो बोले रातो बोले घरहरू हेर केटा। यो यसको भिडियो चाहिँ दामी बनाउनु छ। Till I get up, time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. कति खेल्ने अब हिउँ, आमामा कति वाक्क दिक्क प्याक्क हो। अब त राम हिउँ खेल्न पाइएन, ओसाकामा हिउँ खेल्न पाइएन भनेको हेर्नु। अब हिउँ कति खेल्ने हो, हिउँ कति जहाँ हेरो बने हिउँ, गाडी नै हिउँ, जता हेरो हिउँ नै हिउँ। केटा यो के हो, के भइरहेको छ त? यो मलाई रिमोट त चल्यो, मोबाइल घुम्यो। लौ न लौ, यो के हो? यो चाहिँ हो गाइज हाम्रो मेन डेस्टिनेसन। यहाँ चाहिँ बब्बाल बाटो-साटो बनाइदिएको रहेछ मान्छेहरूलाई हिँड्ने, देख्न सक्नुहुन्छ। पानी परेको जस्तो, तर हिउँ परेपछि खासै त्यस्तो चिसो चाहिँ नहुने रहेछ होइन। तर हिँड्दै गइसकेपछि यो कान र हात खुट्टा चाहिँ बबाल काटिने रहेछ। गाह्रो छ केटा हो, गाह्रो छ।
गाइस तपाईँहरूले सिन देख्न सक्नुहुन्छ यस्तो बवाल छ बवाल हेर्नुहोस् होइन माथिको कौशलमा कुद्नुको मजा वाडा सिन यार केटा हो मारे यार मेरो मन जित्यो केटा हो मन जित्यो यार फाइनल्ली हामी आइसक्यो केटा हो तिमीहरू कहिले आउने मेरो केटा हो हिउँ पऱ्यो तर मेरो लभ परेन पत्रकार महोदय लक्ष्मण पाठक मेरो लभ पऱ्यो देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो जेएमसी गाइज हो केटाहरू हिउँ परेर नचिन्ने नि भइसक्यो चस्मा सस्मा लगाएर देख्न सक्नुहुन्छ किसान ब्लग यता अशोक ब्लग उता सन्दीप ब्लग त्यसपछि तपाईँ देख्न सक्नुहुन्छ बाजु ब्लग चाहिँ एक्लै नाचिरहेको अवस्था छ अहिले बवाल छ गाइज रमाइलो भइरहेको छ है हिउँ पऱ्यो पुरो तपाईँहरूले घरहरू देख्न सक्नुहुन्छ हेर्नुहोस् होइन यो जङ्गल पुरै सेतै छ क्या पुरै सेतै जता हेरो हिउँकै डङ्गुर पुरै डङ्गुरै डङ्गुर छ क्या त्यो लिगिहाल्छ एउटा मात्रै लिगिहाल्छ ढाल्देऊ न नाली होला र लपै छिराउला मलाई पनि हाल्दै भिडियो त्यसलाई ढाल्यो भिडियो खतरा बनाउँदो रहेछ हिउँ खेलाउनु बसेर हिउँ खेलाउनु भने बसेर नमस्कार हामी यति बेला जापानको नागोया सिटीदेखि प्रत्यक्ष प्रसारणमा छौँ यहाँको जीवनशैली यहाँको जीवन कतिसम्म कष्टकर होला कति कष्टपूर्ण होला भनेर हामीले अनुमान मात्रै गर्न सक्छौँ हामी चाहिँ एक दिन घुम्न आउँदा हाम्रो हालत यस्तो भयो क्या केही सामान पनि ल्याइएन ल्याएको लुगा मात्रै भयो होइन त्यही भएर यस्तो बिजोग छ अब यहाँबाट माथि चाहिँ खासै जान सकिएला जस्तो मलाई लागेको छैन त्यो चिसोले खुट्टासुट्टा सब खाइसक्यो त्यो भएर अब चाहिँ हामी यहीँबाट चाहिँ फर्किने निर्णय गर्न लाग्छौँ सबैको मोबाइलको चार्जहरू पनि सक्यो गाडी पनि हाम्रो माथि नजाने रहेछ अब हिँडेर जान सक्ने स्थिति छैन त्यही भएर भिडियोलाई चाहिँ सोरो यहीँ टुङ्ग्याउनु पर्ने अवस्था देखियो देख्न सक्नुहुन्छ यो घरहरूको अवस्था हो अनि यतापट्टि मान्छेहरू विदेशी सब टन्नै छ हेलो गाइज नमस्ते शुभ बिहानी यो चाहिँ गुफीको दृश्य हो बिहानै हामी चाहिँ टक्क होटलबाट उठिसकेपछि चाहिँ अब चाहिँ हामी टक्क अब लागिन्छ ओसाकातिर लगभग यहाँको बसाइ चाहिँ अब आज अन्तिम हो देख्न सक्नुहुन्छ अहिलेको दृश्य हिउँ चाहिँ अझै बिलाएको छैन होइन यहाँको चाहिँ मलाई बवाल लाग्यो यार ल त गाइज होइन अब ठ्याक्क हामी चाहिँ आइसकेका छ यहाँ अब हाम्रो चाहिँ यो बसाइ चाहिँ यो अन्तिम बसाइ हो अब चाहिँ हामी टक्क ओसाकातिर लाग्छौँ र मेरो भिडियोहरू चाहिँ ठ्याक्क अब यो नै अन्तिम हो गाइज होइन त्यसपछि टक्क म सब समेटेर भिडियो सिडियो लिएर आउँछु हस् त धन्यवाद